सुदूरपश्चिम प्रदेशमा आगामी प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन लक्षित गर्दै निर्वाचन पर्यवेक्षकहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेशनल इलेक्सन अब्जर्भेसन कमिटीले आयोजना गरेको हो। कार्यक्रमको अध्यक्षता नियोगका सुदूरपश्चिम प्रदेश अध्यक्ष देवी प्रसाद खनालले गर्नुभएको थियो। कार्यक्रममा केन्द्रीय समितिका प्रतिनिधि, प्रदेश समिति तथा जिल्ला स्तरीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अभिमुखीकरण कार्यक्रममा सहभागी पर्यवेक्षकहरूलाई निर्वाचन सम्बन्धी कानुनी व्यवस्था, आचार संहिता, मतदान केन्द्रमा पालना गर्नुपर्ने प्रक्रिया, मानव अधिकार संरक्षण, प्रतिवेदन लेखन तथा सूचना व्यवस्थापन सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। निर्वाचन अवधिभर निष्पक्ष रूपमा अवलोकन गरी यथार्थपरक प्रतिवेदन तयार पार्न विशेष जोड दिएको आयोजकले बताएको छ। कार्यक्रममा निर्वाचन आयोगका प्रतिनिधि, नागरिक समाजका अगुवा, सञ्चारकर्मी तथा विभिन्न जिल्लाबाट आएका पर्यवेक्षकहरूको उपस्थिति रहेको थियो। प्रशिक्षकहरूले पारदर्शिता, उत्तरदायित्व तथा मतदाताको विश्वास अभिवृद्धिमा पर्यवेक्षकहरूको भूमिका महत्वपूर्ण हुने बताएका थिए। युवाको सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित सुदूरपश्चिमका 10 जना नवयुवा पर्यवेक्षकहरू पनि विभिन्न निर्वाचन स्थलमा खटिने जानकारी जेनजी पर्यवेक्षक प्रतिनिधि पदम धामीले दिनुभएको छ।